गाइस यो हाम्रो सान्दु चोक भन्ने ठाउँ डाँडा हेर्नु भ्यू हेर्नु यति दामी छ। अनि हाम्रो जवानहरू यहाँ बसिरहेछन्, हाम्रो केटाहरू यहाँ छन्। ल गाइस हेर्नु दामी छ नि होइन। हाम्रो सुर्खेततिर यस्तै छ। गाइस हामी चाहिँ चर्च खोज्दै हिँड्छौँ है, अझै माथि छ अरे। अनि हाम्रो जवानहरू यहाँ पछाडि छन्, हिँडिरहेछन् सङ्घर्ष गर्दै हिँड्दै होइन। हजुरको हेर्न सक्नुहुन्छ ठाउँ यति दामी छ नि, डाँडा नजिक पनि छ चर्च। अनि यहाँको मौसम अलिक शीतल शीतल अनुभूति भइरहेको छ। त्यसो गरी हेर्दा पनि ल हेर्न सक्नुहुन्छ गडेलीको चर्च हो। हाम्रो जवान बहिनीहरूको एक्टिभिटिजहरू हेर्नु। लगायत अहिले चाहिँ हामी चिया खाना छौँ यहाँ। टी ब्रेक हाम्रो जवान बहिनीहरू चर्चको सबै चर्चको मेम्बर्सहरू। मौसम चाहिँ यस्तो छ, केटाहरू त्यहाँ बसिरहेछन्। सबै चर्चको वरपर चर्चबाट सबैजना आउनुभएको जम्मा जवानहरू भेला हुनुभएको छ। अनि यसरी चिया खाने ब्रेक छ अहिलेको लागि। हाम्रो चर्चको दुईजना भाइहरू त्यहाँ छ। हाम्रो जवान बहिनी एकदम सर्वप्रथम त क्षमा प्रार्थी। आज बिहानैमा आइपुग्नुपर्ने तर हिजोको मौसम आजको मौसम देशभरिको अवस्था हामीलाई थाहा छ। त्यस कारणले सबैजना कन्फ्युज यता यातायात विभाग पनि। तर जे होस् परमेश्वरलाई धन्यवाद होस्, सबै चाहनाहरू मिल्न सक्यो र तपाईँसँग यसरी भेट्ने मौका आउन सके। अब आजको दिन बितिसकेको छ है। भोलि तपाईँहरूसँग म दिनभरि हुनेछु र भोलि माझमा परमेश्वरको वचन तपाईँहरूसँग मिलेर स्तुति प्रशंसा परमेश्वरलाई हामी चलाउनेछौँ र यो कुराको लागि म एकदमै एक्साइटेड छु। तपाईँ सबैजना देखेर म एकदम एक्साइटेड भएको छु। एकदम कलिलो पेसहरू है, युथ भन्दा पनि यहाँ जेन जी भनौँ जेन अल्फाहरू छ जस्तो मलाई लागेको छ। र अब यहाँ आएर तपाईँहरूलाई देखेपछि त मैले मेरो कन्टेन्ट अलिकति सिम्प्लिफाई गर्नुपर्छ कि जस्तो लाग्दैछ कति कुराहरू है। जे होस् भोलि very excited, looking forward towards tomorrow's blessed time with you all. अनि धन्यवाद छ मलाई यसरी मिठो स्वागत गर्नुभयो। विशेष राप्तीनगर
युथ फेलोसिपको है यो अर्गनाइजिङ कमिटीलाई भाइ प्रकाशलाई धन्यवाद छ। सम्पर्कमा रहेर यसरी गर्नुभयो। सबै अरू टिममा हुनुहुने अरू आमेन भाइहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। अहिले अब म बेसी बोल्न चाहदिनँ तपाईँहरूको माझमा। मेन त तपाईँहरूलाई देखेँ अब मन खुसी भइहाल्यो। अब मजाले सुत्ने अनि प्रार्थना गर्नेछु तपाईँहरूको लागि। अनि भोलि चाहिँ आफूसँग धेरै अरू कुराहरू गर्नेछु। हुन्छ सबै मिलेर प्रार्थना है।